समयले साथ दिएन, चाहँदा चाहँदै जान पाइएन भने यहाँ आएर पिण्डदान गर्नुपर्छ। हामी बद्री जान चाहन्छौँ, बद्री जान हामीलाई समयले साथ दिएन, सम्पत्तिले साथ दिएन, मनमा पितृको भक्ति गर्ने विचार छ तर समय पुगेन, बद्री जान पाइएन। हप्ता 10 दिन लाग्छ बद्री पुगेर, 1 हप्ता लाग्छ बद्री पुगेर यहाँ आएर पिण्डदान गर्नुहुन्छ। हामीलाई नेपालको पोकामा जाने इच्छा छ, बराहा क्षेत्रमा जाने इच्छा छ, जान पाइएन, जान सकिएन भने यहाँ आएर पिण्डदान गर्नुपर्छ। यसको नाम हो पितृतीर्थधाम। गजेन्द्र मोक्ष भनेको पितृतीर्थधाम हो। बङ्गालमा छैन कहीँ पनि। एउटा गोहीलाई, एउटा हात्तीलाई पानी पिउँदै गर्दाखेरि गोहीले हात्तीको खुट्टामा समातेर हरि हरि भनेर बोलाउँदाखेरि भगवान गरुडमा चढेर आएको ठाउँलाई गजेन्द्र मोक्षधाम भनिन्छ। एउटा गोहीले मुक्ति पायो, एउटा हात्तीले मुक्ति पायो भने हजुर र मेरा पितृले के मुक्ति पाउँदैन त यहाँ पिण्ड गर्दाखेरि? पक्का पनि गर्छ। यो भावले यो धाम निर्माण हुँदैछ। र मैले अहिले भन्दा 3 दिन अगाडि यहाँसँग निवेदन गरेको थिएँ, एकपल्ट राधे राधे भन्नुहुन्छ। र तितो कुरा भनौँ, कहिले कहिले खानुपर्छ करेला पनि। सिलगढीमा पुराण भन्न मलाई बोलाउँदैन, राम्रो राम्रो पण्डित यही छन्। पैसा माग्नु पऱ्यो त्यसलाई बोलाउँदै रातो ढोका लगाउनुलाई भन्छन् यहाँको मान्छे। मलाई भन्न अहिले माग्न बोलायो। शिखाजी हुन्छ पुराण भन्नु हुनुहुन्न? शिखा कश्यप, भर्खरकी व्यास हुनुहुन्छ, अनन्त गुरुजी हुनुहुन्छ, अर्पण भन्ने गुरुजी हुनुहुन्छ। सिलगढीमा 101 व्यास छन् हो। अम्नाले गर्ने हो भने 20 जना व्यास छन् सिलगढीमा। मलाई पुराण भन्नु को प्रशान्त कृष्ण गुरुजी भएको आएर कथा भन्नु यी छेउमा राम कथा भन्नुभएको। माग्नु पऱ्यो भने होइन, माग्न त्यसलाई बोलाउनु पर्छ भन्नु। मलाई पुरै सिलगढीमा माग्ने बनाएको त्रिवेणीमा, थाहा छ नि त्रिवेणीमा मागेर बनाएर अहिले बोलाउनु छोड्यो। कहाँ कतै भन्दैन त्यसले माग्नु परेको छैन भने त्रिवेणीमा राधे राधे भन्नु त सचिवजी बस्नु भएको ताली बजाउँदै बढी दाजुलाई हाँस्दै हुनुहुन्छ हो भन्दै एकपल्ट राधे राधे भन्नु न। यी सबै आनन्द हो। यो मजाकमा तपाईँहरू एकदिन दिल खुस बनाएको मात्रै। एउटा के छ भने भगवान्ले हर कसैलाई हर लीला हर कला दिनु हुँदैन। फेरि आफू जस्तो अर्को हुँदैन, हिउँदा जस्तो बर्खो हुँदैन। वो आजसम्म 29 वर्ष भयो, 1200 भन्दा बढी पुराण वाचन गरियो होला। आजसम्म भक्तको आशीर्वादले होला, भगवानको कृपाले होला, गौ माताको सेवा गरेको फल होला। कहीँ पनि गएर केही पनि कुरो गर्छु भन्दा आजसम्म भगवानले पुर्याइदिनु भएको छ।